नेपालमा आएको एकजना पाहुनाप्रति गरिएको अभद्र व्यवहार देखेर, त्यो भिडियो देखेर आज दिनभरि नै यो मन भारी रह्यो। हामीले बाहिरबाट आएको पाहुनाहरूलाई अझ आदर सत्कार गरेर एउटा नेपालको एउटा इन्कम, एउटा आएको बाटो बनाउनु पर्ने र नेपालले चिनाउनु पर्ने ठाउँमा यो चिनाइ गलत भयो। उहाँलाई पक्कै पनि त्यो पिकनिकमा बोलाइएको थियो। मलाई जहाँसम्म लाग्छ ऊ आफै मलाई खाना देऊ भनेर त्यहाँ गएको चाहिँ पक्कै होइन। किनभने एउटा बाहिरबाट गइसकेको अथवा एउटा विदेशसम्म जान सक्ने हैसियत भएको मान्छे पक्कै पनि खानेकुरा किनी खाने हैसियतकै हुन्छ। एउटा विदेशमा होलिडे जान सक्ने व्यक्तिको हैसियत हामीले अनुमान गर्न सकिन्छ। त्यस्तो एउटा पाहुनालाई आदर सत्कार गर्नुपर्ने ठाउँमा पिकनिकमा बोलाएर अपमान गर्नु भनेको यो हामीले देश विदेशमा हाम्रो नेपालीहरूको हाम्रो हैसियतको एउटा खबर हामीले पठाउँदैछौँ। यो साह्रै दुःखको कुरा हो। उहाँले जसले गर्यो यो ठुलो दुःखको कुरा छ। तर मलाई एउटा अर्को पनि दुःख लाग्दो के लाग्यो भने जो त्यो पिकनिकको अगुवा हुनुहुन्थ्यो उहाँले प्रोपरली एउटा माफी माग्नु पर्थ्यो, तर त्यो पनि गरिएन। त्यो पाहुनाले पछि गएर भिडियो बनाएको छ, त्यसमा उसले अलिकति दुःखमन गरेको छ। यो खबर नेपालीहरूले त लाखौँले थाहा पाएर शिर पनि झुकाइराखेको अवस्था छ भने यो खबर त ऊ फेरि युट्युबर परेछ, ब्लगर परेछ। संसारको करोडौँ मान्छेले थाहा पाउनेछन् र यसले थप हाम्रो नेपालीको शिर ठाडो पारेर हिँड्न नसक्ने एउटा सिचुएसनमा धकेलिराखेको छ। हामीले यस्तो गल्ती कहिले पनि नगरौँ। चाहे जस्तो होस्, जस्तो पाहुना होस्, यदि नेपालमा छिरेको छ भने हामीले के दिन नसके पनि एउटा राम्रो बोलेर उहाँहरूको सम्मान गरौँ। म यही निवेदन र अनुरोध गर्न चाहन्छु। धन्यवाद।